नयाँ पुराना दलहरूले यो एजेन्डा कहिले पनि राख्दैनन्। त्यो एजेन्डा राख्यो भने तिनीहरू सबै खाल्टामा जान्छन्। भनेपछि कस्तो एजेन्डा? सांसद खारेज गर्ने एजेन्डा। कस्तो तरिकाले खारेज गर्ने त? तपाईँको क्षेत्रबाट राम भन्ने व्यक्ति उठ्यो सांसदमा, उसको एजेन्डा पानी र बिजुली छ, ऊ सांसद जितेर गयो, सांसद भयो भनेपछि 1 वर्षभित्र उसले पुनः बजेट हाल्यो र बजेट हालिसकेपछि त्यो बजेट खर्ल्यापै पार्यो, भ्रष्टाचार गर्यो भने त्यो क्षेत्रका मान्छेले विकास देखेन भने मुद्दा हाल्ने त्यो सांसद विरुद्ध। त्यो मुद्दा 3 महिनाभित्र छानबिन गर्नुपर्ने। साँच्चीकै त्यो सांसद दोषी देख्यो भने त्यसलाई सांसद पदबाट खारेज गरिदिने। अब यहाँ 3टा काम एकैचोटि हुने भयो, देश विकास, सांसद राम्रो, भ्रष्टाचार कम। उसले आफ्नो पद जोगाउनलाई विकास गर्छ, विकास देखाउँछ। विकास देखाउँदा के गर्नु पर्यो? भ्रष्टाचार कम गर्नु पर्यो हैन? भ्रष्टाचार कम हुँदा बित्तिकै त्यो सांसद राम्रो भएन त? यो कसैले पनि राख्दैन, किनकि सबै भ्रष्टाचारी छन् क्या हैन? अनि त्यो सांसदलाई चाहिँ देशको कुनै पनि सरकारी निकायदेखि ल्याएर नेतामा राजनीतिमा छिर्ने नपाउने त्यो सिस्टम, अनि उसले आफ्नै गरेर खानुपर्ने, अरूको केही पनि गर्न नपाउने त्यो सिस्टम लियो भने सबै सम्मे, भ्रष्टाचार कम, विकास राम्रो र सांसद राम्रो आउँछ। तर यो भनेपछि कुनै पनि पार्टीले राख्दैन यो एजेन्डा। हस् त, नमस्ते। यस्तै कुराको लागि मलाई फलो गरिदिनु होला। हस् त, नमस्ते।